टुडे टॉक में अपने सब स्वागत है। टुडे टॉक लगा उपस्थित छी हम प्रमोद शाह। एहि कार्यक्रम में जे समसामयिक विषय वस्तु, समसामयिक परिस्थिति आ जे राजनीतिक गतिविधि है ओहि विषय में जानकार व्यक्तित्व सब संगे बातचीत करै छी। आइ हमरा सब संगे उपस्थित छथिन नेपाल कम्युनिस्ट पार्टी धनुषा काठमाडौँ संपर्क मंच के अध्यक्ष किरण बहादुर कार्की जी, स्वागत छ। नमस्कार। नेकपा पार्टी अहिले देशकै सबैभन्दा ठुलो पार्टी हो, बहुमतमा भएको पार्टी हो। अनि यहाँ चाहिँ धनुषा काठमाडौँ संपर्क मञ्चको अध्यक्ष हुनुहुन्छ। यहाँको पार्टीले यो संपर्क मञ्च खोल्नुको कारण के हो यो संपर्क मञ्च? संपर्क मञ्च भनेको हामी धनुषाबाट पेसा व्यवसाय गरेर जो काठमाडौँमा बस्ने हाम्रो पार्टी सम्बन्ध व्यक्तिहरूको एउटा सङ्गठन हो र त्यो सङ्गठनले चाहिँ हामी पेसा व्यवसाय गरेर काठमाडौँमा बस्ने विद्यार्थी लगायत हामीसँग नजिक भएका साथीहरूको अप्ठ्यारो विपद आपद, मतलब कसैलाई अस्पतालमा बिरामीको समस्या हुन्छ, कसैलाई एडमिसनको समस्या हुन्छ, कसैलाई चाहिँ त्यो किसिमको कुरा हुन्छ, यसलाई चाहिँ व्यवस्थित किसिमले एउटा सहयोग पुर्याउने उद्देश्य राखेर पार्टीले एउटा गठन गरेको एउटा संस्था हो। यो संपर्क मञ्चले कतिको सहयोग प्राप्त भएको छ त? संपर्क मञ्चबाट हामीले संपर्क मञ्चबाट धेरै साथीहरूलाई उपचारमा हाम्रो पैसा कमी भयो होला, हामीले थोरै दियौँ होला, तर विभिन्न किसिमका उपचार जस्तो क्यान्सर पीडित, मृगौला पीडित, जो चाहिँ रुखबाट लडेर जसको मेरुदण्ड भाँचिएको थियो हाम्रो जिल्लावासी, ती साथीहरूलाई, ती व्यक्तिहरूलाई चाहिँ हामीले अस्पताल पुगेर थोरै हुन्छ 10,000 हुन्छ, 15,000 हुन्छ, त्यो किसिमले एउटा हामीले सहयोग उपलब्ध गराएका छौँ। अब त्यो किसिमले हामीले उहाँहरूलाई सहयोग पुर्याएका छौँ। र यसमा मैले एउटा भन्नै पर्छ, एउटा हामीले माओवादी द्वन्द्वकालका शहीद परिवारलाई जो उसका दुईटै छोरा गुमाएको बुवा ब्लड क्यान्सर भएर चाहिँ अस्पतालमा हुनुहुन्थ्यो र उहाँलाई पनि हामीले अस्पतालै गएर उहाँलाई हामीले 10,000 रुपियाँ सहयोग गऱ्यौँ। र उहाँको चाहिँ एउटा अलिकति भन्नै पर्ने छ के भने उहाँको जेठो छोरो भैरवनाथ गढबाट बेपत्ता भयो, कान्छो छोरो चाहिँ तपाईँको रामेछापको दोहोरोमा घटनामा मारिएको हो, तर पार्टीले उहाँलाई कसैले हेरेन। त्यसकारण हामीले त्यहाँबाट औषधि मिलाइदिने काम गऱ्यौँ, त्यहाँबाट हामीले सम्पर्क मञ्चले समन्वय गरेर अलिअलि सहयोग पनि गऱ्यौँ, तर उहाँलाई बचाउन सकिएन। आज उहाँ चाहिँ हामी बिच हुनुहुन्न। अपने सबके जानकारी कराओ कि जे धनुषा काठमाडौँ संपर्क मंच नेकपा के जे छथिन अध्यक्ष जी किरण बहादुर कार्की जी हमरे सबक धनुषे के वासी छथिन, मिथिला नगरपालिका के वासी छथिन। यो तपाईं संपर्क मंच को अध्यक्ष हुनुहुन्छ। दुवै पार्टी जुन नेकपामा एमाले र माओवादी एकीकरण भएपछिको पनि अध्यक्ष तपाईं नै हुनुभएको छ। अबका कार्ययोजनाहरू के हो? हाम्रो पहिलो उद्देश्य भनेको त सङ्गठन विस्तार गर्ने हो। पीरमार्का परेका हाम्रा धनुषाबाट काठमाडौँ बसोबास गरेका साथीहरूलाई हामीले सक्ने सहयोग गर्ने हो र सङ्गठन विस्तार गर्ने हो, ताकि हामीले ती साथीहरूलाई त्यहाँ पुर्याएको सहयोगले हाम्रा जिल्लामा पार्टी सङ्गठन मजबुत होस्, पार्टी सङ्गठनलाई सहयोग पुगोस्। त्यो कारणले हामीले यी किसिमका कार्यक्रम गर्ने हो। र यसमा अझ मैले फेरि एउटा चाहिँ तपाईँहरूलाई अझ मैले चाहिँ यस्तो एउटा हामीले सहयोग गरेको व्यक्तिको नाम लिँदैछु। जतिखेर पञ्चायत कालमा हाम्रा अहिले पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मदन भण्डारी, अहिले हाल उप प्रधानमन्त्री ईश्वर पोखरेल जहाँ सेल्टर बस्नुहुन्थ्यो, मिथिला बिहारी वडा नम्बर 5 तारापट्टि शिर्सिया, जो तारापट्टि शिर्सिया भनेपछि पहिलादेखि कम्युनिस्टको बेल्ट, कम्युनिस्टको चाहिँ भूमि, कम्युनिस्टको चाहिँ त्यो किसिमको चाहिँ एउटा त्यहाँ चाहिँ त्यो किसिमको चाहिँ सेल्टर बसेर नेताहरूले त्यहाँ चाहिँ त्यो किसिमको प्रशिक्षण गरेको ठाउँ। त्यहाँ एकजना चुलाइ महरा भन्नेको घरमा उहाँहरू सेल्टर बस्नुहुन्थ्यो।
आज चुलाइ महरालाई पनि बिरामी पर्दा अप्ठ्यारो पर्दा हामीले नै आएर सहयोग गरेका छौँ र अझ त्योभन्दा एउटा संवेदनशील कुरो के छ भने एउटा महरा जस्तो परिवारले उसको 2 कट्ठा जमिन थियो, ऊ चाहिँ बिरामी भएपछि त्यो जमिन साउलाई बन्दगी राखेर उसले चाहिँ 50, 40, 45, 47 हजार रुपियाँ कति लिएको, त्यो पैसा बढ्दै 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 10 लाख भएछ। तर हाम्रो सम्पर्क मञ्चकै पहलमा हामीले जनकपुरबाट के अरे काठमाडौँबाट यहाँ आइकन उसको साउसित कुरा गरिकन सबै कुरा सल्टाइदिउँ। यो कुरामा चाहिँ ईश्वर पोखरेल उप प्रधानमन्त्रीज्यू ईश्वर पोखरेलको धेरै इन्ट्रेस्ट र उहाँको चाहिँ सहयोगमा र अलि आर्थिक सहयोग पनि उहाँले नै गरिदिनु भयो र हामीले 10 लाख पुगेको ऋणलाई एकदम थोरैमा न्यूनतम गरेर उसको पैसा तिर्दिएर उसको जग्गा जमिन फिर्ता गरिदियौँ। यो पनि हामीले चाहिँ एउटा अवसर पायौँ। यस्तो एउटा पुरानो एउटा चाहिँ कम्युनिस्ट नेता त्यतिखेर चाहिँ भूमिगत कालमा त्यतिखेरको अवस्थामा त्यस्ता नेताहरूलाई सेल्टर दिएका थिए। तपाईँले उप प्रधानमन्त्री ईश्वर पोखरेलज्यूको कुरा गर्नुभयो, उहाँ पनि सायद धनुषैको वासी हुनुहुन्छ, हजुर पनि धनुषैको वासी हुनुहुन्छ, तपाईँ धनुषा काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष पनि हुनुहुन्छ। खास गरेर काठमाडौँमा जुन धनुषावासीहरू बस्नुहुन्छ कतिको सहयोग गर्नुहुन्छ? धनुषा हामी काठमाडौँबाट धनुषाबाट काठमाडौँ गएर बसोबास गर्ने साथीहरूलाई हामीले सकेको हामीलाई इन्फर्मेसन आएको हामीलाई सूचना पाएको आधारमा हामीले धेरै साथीलाई अस्पतालमा गएर सहयोग गरेका छौँ। धेरै साथीलाई ब्लड डोनेसन अप्ठ्यारो पर्दा ब्लड मिलाइदिएका छौँ। धेरै साथीको अस्पतालमा गएर डिस्काउन्ट गरेर उहाँहरूलाई चाहिँ त्यहाँबाट डिस्चार्ज गरेका छौँ। धेरै त्यस्ता आपद विपद पनि पर्छ। कति साथीहरूको चाहिँ अब त्यहाँ अस्पतालमा देहावसान भइसकेपछि या मृत्यु भइसकेपछि आर्यघाटमा लाने हिसाबमा पनि त्यहाँ पनि सहयोग गरेका छौँ। त्यहाँ पनि गएर पार्टीका नेताहरूलाई अनुरोध गरेर सानो एउटा चाहिँ के छ भने अन्तिम श्रद्धाञ्जलीमा पार्टीको झन्डा उडाउने काम गरेका छौँ। अब यो कोभिडको अहिलेको महामारीमा धनुषा काठमाडौँ सम्पर्क मञ्चको पहलमा हामीले धनुषाबाट काठमाडौँ बसेर त्यहाँ रोजगारी गर्ने रोजगारी गुमाएका साथीहरूलाई कोठेमा हामीले घरमा राहत पुर्याएका छौँ र धेरै साथीहरूलाई त्यहाँबाट गाडीको व्यवस्था गरेर जिल्ला फर्काएका छौँ। त्यसपछि त्यहाँ भएका अन्य साथीहरूलाई पनि हामीले चाहिँ पछि पनि फेरि पुनः अब त्यहाँ जति साथीलाई पठाउन सकियो जिल्ला नपठाएकाहरूलाई पुनः हामीले चाहिँ राहत वितरण गऱ्यौँ, त्यसमा चाहिँ सहयोग वितरण गऱ्यौँ। यो हिसाबले हामीले काहीँ न काहीँ अब हामी धनुषाबाट काठमाडौँ गएका काठमाडौँ गएर बसेका हाम्रो कमिटीसित हामीसित आबद्ध भएका साथीहरूलाई हामीले राहत हुन्छ, सहयोग हुन्छ, उपचार हुन्छ, हरेक चिजमा हाम्रो सहयोग छ र रहन्छ। र हामीले जिल्लाका नेताहरूलाई पनि भन्ने गरेका छौँ, यदि त्यस्तो किसिमको कोही साथी जाँदैछ, बिरामी जाँदैछ, कोही विद्यार्थी जाँदैछ एडमिसनको लागि एडमिसन पाइरहेको छैन भने त्यस्तो किसिमको सूचना हामीलाई दिनुहोस्, हामी सकेको प्रयास गर्छौँ, हामी सकेको सहयोग गर्छौँ भनेर। यहाँले कोभिड-19 को कुरा उठाउनुभयो। खास गरेर मधेस क्षेत्रबाट, तराई मधेस क्षेत्रबाट हजारौँको सङ्ख्यामा काठमाडौँमा सानोतिनोदेखि लिएर ठुल्ठुला कामहरू गरिरहेको अवस्था छ। कोभिड-19 को समय छ, त्यताबाट त्यहाँ कतिले अब तलब पनि पाउन छाडेको अवस्था छ, कोठा पनि पाउन मुस्किल छ। त्यहाँ कतिको सहयोग गरिरहनु भएको छ? त्यो खास गरी त्यो तल्लो वर्गलाई कतिको सहयोग गर्नुहुन्छ? कोभिडमा हामीले सहयोग गरेको भनेकै तल्लो वर्गलाई, जो पेसा व्यवसाय गरेर रोजीरोटी गुमाएका साथीहरूलाई हामीले सहयोग गरेका छौँ। अलिकति हुने खाने मान्छेहरूले सहयोग पनि मागे पनि हामीले आवश्यकता, कसलाई आवश्यकता छ त आवश्यकता अनुसार जसले रोजीरोटी गुमाएको छ, जसले कोठा भाडा तिर्न सकिरहेको छैन, कसैलाई काठमाडौँ आउनु पर्ने अवस्था छ सकिरहेको छैन, कसैलाई उपचार गर्न एकदम अवस्था जटिल छ, उसलाई उपचार गर्ने समस्या छ, त्यस्ता किसिमका साथीहरूलाई हामीले सहयोग पुर्याएकै तल्लो लेभलको साथीहरूलाई। र म के भन्छु भने धनुषा जिल्ला भएको हुनाले हामीले तराई मुलकै साथीहरूलाई हामीले सहयोग गरेका छौँ। धेरै भनिन्छ मातृभूमि सबैको लागि प्यारो हुन्छ। तपाईँको मातृभूमि धनुषा हो, जिल्लाको लागि के गर्नुभयो यसमा? जिल्लाको लागि त मैले अघि पनि भने, एक दुईवटा जोडेँ। जस्तो एउटा हामीले शहीद परिवारलाई जो क्यान्सर पीडित हुनुहुन्थ्यो उहाँलाई सहयोग गऱ्यौँ। अर्को हामीले चुलाइ महरा भनेको उहाँ पनि जिल्लैमा हुनुहुन्छ, यहाँ उहाँलाई सहयोग गऱ्यौँ। अनि त्यस्तै किसिमले हामीले अर्को एकजना रुखबाट लडेर जुन ढाड भाँचिएको थियो, पोखरामा उपचार भइरहेको थियो, एकजना समथिङ
माझी हुनुहुन्छ, उहाँलाई पनि हामीले सहयोग गऱ्यौँ। र अहिले जिल्लामा पनि हामीले अब अहिलेदेखि होइन, हामीले यो निरन्तर रूपमा हामीले छात्रवृत्ति दिएका छौँ विद्यार्थीहरूलाई। जस्तो अहिले चाहिँ तपाईँको अहिले हामीले धनुषाको मिथिला नगरपालिका, त्यसपछि बटेश्वर यतातिर विद्यार्थीहरूलाई अहिले हामीले 10 जनालाई छात्रवृत्ति दिइरहेका छौँ। र यो नियमित रूपमा यसलाई चाहिँ हामी बढाउँदै लगेका छौँ, बढाउँदै लाने हाम्रो चाहिँ योजना छ। किनकि भन्दा हामी यो तल्लो बेल्टमा अलि सबै ठाउँमा पुग्न सकिया छैन। अब त्यो किसिमको हामीलाई रिपोर्टिङ पनि आएको छैन। तर जे सकिन्छ हामीले अहिले एउटा जिल्लालाई पुग्ने सहयोग, जिल्लालाई गर्नुपर्ने एउटा जिल्लावासी भएको नाताले हामीले गर्नुपर्ने र हाम्रो हैसियतले हाम्रो पार्टीको जुन एउटा सङ्गठन छ, जुन सम्पर्क मञ्च भनेको एउटा जिल्ला कमिटीको चाहिँ एउटा जिल्ला सरह हो, त्यो हिसाबले गर्दाखेरि मलाई लाग्छ हाम्रो तर्फबाट हामीले गर्नुपर्ने कर्तव्यमा कमी राखेका छैन। यहाँको कुराबाट मधेससँग धेरै नजिकको सम्बन्ध छ नेकपाको भनेर भन्न चाहनु भइरहेको छ। तर अहिलेको अवस्था हेर्दा, योभन्दा पहिलेको पनि अवस्था हेर्दा खास गरेर नेकपाको र मधेसको सम्बन्ध अलि राम्रो छैन जस्तो देखिन्छ नि त। अब यो चाहिँ एउटा के हो भने एउटा सुनियोजित रूपमा पार्टीलाई घेराबन्दी पारेर त्यो किसिमको मधेसमा देखाउन खोजियो। तर यो कुरो होइन, यो कुरो गलत हो। यो कुरो कसरी गलत हो भने कसले देखाउन चाह्यो? विपक्षीले त्यो किसिमको चाहिँ नेकपालाई, या हिजो नेकपा एमाले हुँदा नेकपा एमालेलाई पनि त्यो किसिमको चाहिँ नेकपा एमाले चाहिँ मधेस विरोधी हो भन्ने किसिमको चाहिँ त्यो एउटा चाहिँ विरोधीले त्यो किसिमको चाहिँ एउटा प्रोपोगन्डा गरेर त्यो सिर्जना गरियो। अब अहिले आएर पनि नेकपा अब पार्टी एकीकरण भइसकेपछि नेकपालाई त्यस्तो भनिन्छ, तर त्यो व्यवहारमा त्यस्तो छैन। व्यवहारमा मधेसलाई हेर्ने दृष्टिकोण नेकपाको अरू पार्टीभन्दा धेरै छ। वैकल्पिक शक्तिको रूपमा जनता समाजवादी पार्टी आउँदैछ अरे भनिन्छ, सुनिन्छ। तपाईँले कस्तो लाग्छ? ठिक छ। अब हामीलाई त यो बहुदलीय व्यवस्थामा पार्टीहरू एउटा सबलीकरण भएर एउटा प्रतिस्पर्धी भएर आउनु राम्रो कुरा हो, त आउनुपर्छ होइन। अब आफ्नो मुद्दा, आफ्नो योजना, आफ्नो पार्टीको एजेन्डा लिएर अगाडि बढ्ने हो। उहाँहरूलाई स्वागत छ, आउनुहोस्, सही काम गर्नुहोस्, जनतालाई विश्वासमा लिनुहोस्, तपाईँको पक्षमा जनतालाई पार्नुहोस् होइन। त्यो राम्रो कुरो हो। र हामी पनि अब हाम्रो पार्टी अहिले मेन मुख्य पार्टी सरकारमा पनि छ र यो किसिमले काम गरिरहेछ। र बिस्तारै हामीले त्यो किसिमको जुन पार्टीले नेकपा प्रति तराईमा जुन समस्या देखाएको थियो, मतलब मधेस विरोधी भनेर, त्यो बिस्तारै चिर्ने काम हुँदैछ। र मधेसका जनताले अहिले विश्वास गरिसकेको अवस्था पनि छ। त्यो कारणले गर्दा मलाई लाग्छ अब आउने निर्वाचनमा मधेसमा नेकपा हिजोको अवस्था होइन, धेरै किसिमले अगाडि छलाङ मार्छ र धेरै अगाडि बढ्छ। यो कसरी भन्न सक्नुहुन्छ? अहिले तपाईँकै पार्टीमा लबीहरू, विभिन्न लबीहरू, भर्खरैको धेरै उदाहरण म भन्न सक्छु। विभिन्न लबीहरू देखिएको छ। त्यो लबीहरूले नेकपामै दुई फाटो जस्तो अवस्था देखिएको छ। कसरी भन्न सक्नुहुन्छ कि मधेसमा ठुलो शक्तिको रूपमा फेरि आउला भनेर? एउटा ठुलो पार्टी छ, यसमा धेरै नेताहरू हुनुहुन्छ, ठुल्ठुला नेताहरू हुनुहुन्छ, महत्त्वाकांक्षी हुनसक्छ होइन। उहाँहरूले चाहिँ आफ्नो किसिमको चाहिँ एउटा त्यो किसिमको चाहिँ आफ्नो मञ्चबाट त्यो किसिमको व्यक्त गर्नुभएको छ। मैले पनि सुनेको छु। मैले उहाँहरूको डाइरेक्ट मुखबाट नसुने पनि मिडिया मार्फत या तपाईँहरूको टेलिभिजन मार्फत, मिडिया मार्फत सुनिरहेको छु। तर त्यो गलत हो। हामी त्यस्तो पक्षमा छैनौँ। हामी एक अर्कालाई गाली गर्ने पक्ष गर्नु हुँदैन र एक पक्षप्रति आरोप प्रत्यारोप गर्नु हुँदैन। हामी नेकपा हिजो हामी एउटै के अरे एमाले हुँदा पनि त्यो किसिमको अलिकति पार्टीभित्र द्वन्द्व थियो, माओवादीभित्र पनि अलिकति द्वन्द्व थियो होला। तर अब हामी यी सबै बिर्सेर हामी अहिले चाहिँ पुरा नेकपा भएर जुन देशको अहिले बागडोर सम्हालेर अहिले देश र जनताको पक्षमा समर्पित भएर काम गर्ने अवस्था छ। त्यस कारणले गर्दा यो आरोप प्रत्यारोप गर्ने चिज एकदम गलत छ र यसलाई हाम्रो तर्फबाट हामीले नेतृत्व गरेको संस्थाबाट त्यसलाई हामी सच्याउन चाहन्छौँ। त्यसलाई हामी नेताहरूलाई प्रश्न गर्न चाहन्छौँ। यदि समस्या छ भने हामी सहजीकरण गर्न पनि चाहन्छौँ। हामी अहिले धनुषामा भएका गुट या केन्द्रमा भएका गुट होला, त्यो तपाईँले भनेको कुरा सायदै होला। तर धनुषामा भएका यो गुट र त्यो गुट भनेर हामी यता लाग्ने उता लाग्ने पक्षमा छैनौँ।
पार्टी एकीकरण हुनुपर्छ, एक ढिक्का हुनुपर्छ, सबै नेतालाई सम्मान गर्ने पक्षमा छौँ, सबै नेतालाई सम्मान गर्छौँ र अब यसरी आरोप प्रत्यारोप भन्दा पनि मिल्नुको विकल्प छैन। अब एकीकरण भन्दा यो पार्टी अब विभाजन हुने यसो गर्छु भन्ने विदेशी चलखेल होला, विपक्षी पार्टीहरूको योजना होला, तर त्यो हुँदैन। त्यो कारणले गर्दाखेरि म अनुरोध गर्न चाहन्छु, हिजो मञ्चमा हिजो शुभकामना आदान प्रदानको एउटा अवसरमा होस् या अगुवा कार्यकर्ता भेटघाटको अवसरमा होस्, मैले सुने नेताहरूले चाहिँ अर्को नेतालाई गाली गर्ने, अर्को नेताले अर्को नेतालाई गाली गर्ने। यो कदापि हाम्रो सम्पर्क मञ्चको हकमा छैन। हामीले अहिले सम्पर्क मञ्च जो हिजो पूर्व माओवादी र पूर्व एमालेको समीकरण जो एकीकरण गर्दा पनि यति सौहार्दपूर्ण तरिकाले यसरी हामीले चाहिँ एउटा एकीकरण गऱ्यौँ, मतलब एउटा समायोजन गऱ्यौँ। अहिले पनि हाम्रो जस्तो पूर्व एमालेका र पूर्व माओवादीका साथीहरू हामी एक ढिक्का छौँ। हाम्रो पक्षमा हाम्रो तर्फबाट हाम्रो मतलब स्टेजमा हामीले त्यो किसिमको आरोप प्रत्यारोप गरेको छैन र यो हामीले अहिले नेताहरूले गरेको यो धनुषामा यसरी गरेको यसलाई चाहिँ गलत हो र यसरी गर्नु हुँदैन, यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो माग हो। दर्शकवृन्द, हाम्रा सबैसँगै छथिन्, बातचीत कर रहल छथिन् नेकपा के धनुषा काठमाडौँ संपर्क मंच के अध्यक्ष किरण बहादुर कार्की जी। बातचीत जारी रहत, मुदा छोटछिन व्यावसायिक विश्रामक बाद। व्यावसायिक विश्रामक बाद पुनः स्वागत है टुडे टक में। टुडे टक में आज हमारा सब संगे छथिन नेपाल कम्युनिस्ट पार्टी के धनुषा काठमाडौँ संपर्क मंच के अध्यक्ष श्री किरण बहादुर कार्की जी। कार्की जी, यहाँले हाम्रो पार्टी मधेसीको लागि पनि छ, उत्तिकै सहयोगी छ भनेर भन्नुभएको छ, तर जुन मन्त्रीमण्डल जुन गठन भएको छ, चाहे त्यो कुनै पनि अब जस्तै राजदूत नियुक्तिहरूको कुरा गरौँ, त्यसमा त मधेसी अनुहार देखिँदैन त। त्यस्तो छैन। तपाईँलाई यो कहीँ अब यो दुविधा हुनसक्छ। हो के भने सक्षम व्यक्तिलाई, योग्य व्यक्तिलाई राजनीति नियुक्ति दिने या मन्त्रीमा लाने भन्ने कुरो योग्य व्यक्तिलाई हो। अहिले हामी 2 नम्बर प्रदेशकै कुरा गर्दा पनि अघिल्लो सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठजी हुनुहुन्थ्यो, अहिले उहाँ चाहिँ विदा हुनुभयो। अब अहिले हाम्रो सर्लाहीको के अरे मन्त्री हुनुहुन्छ, के अरे श्रम मन्त्री हुनुहुन्छ सर्लाहीको, होइन। त्यसरी अब अहिले फेरि अहिले मन्त्री नियुक्ति भएकोमा हामीले चाहिँ सिराहाबाट चाहिँ लीला श्रेष्ठ अहिले मन्त्री हुनुभएको छ। उहाँ नाम थरले लीला श्रेष्ठ हुनु होला, तर तराईको लागि लडे भिडेको तराईमा हुर्किएको मान्छे। त्यो अपवाद हो नि त, अनि अपवाद भनेको तपाईँ तराईकै मान्छेलाई उहाँलाई तराईमा गर्ने कि नगर्ने, तराईको व्यक्तित्व तराईको नेता हो कि होइन। हिजो उहाँले 3 कार्यकाल त्यहाँको चाहिँ सिराहाको अध्यक्ष चलाउनु भएको छ। तर तपाईँ पनि मधेसकै बासी हो, तराई मधेसकै, नेपालले मधेस मन पराउँदैन, तराई मन पराउँछ, ठिकै छ। तपाईँ पनि तराई मधेसको बासी हो। मधेस भनेपछि नेपालको 50% भन्दा पनि अलिकति बढी हिस्सा, तर त्यसमा मन्त्रीमण्डल होस् या कुनै सरकारबाट प्राप्त हुने कुनै कुरा होस्, त्यसमा 50% त आउँदैन नि त। यस्तो छ, मैले अघि पनि भने तपाईँलाई योग्यताको आधारमा हुनुपर्छ। त्यो एउटा अब योग्यता, अब मधेसको मान्छेमा योग्यता छैन भनेर भन्न सक्नु होइन। मैले भनेको होइन, मैले योग्यता छैन भनेको होइन। योग्य मान्छे मधेसकै भोलि तपाईँको 60% पनि हुनसक्छ योग्य छ भने, होइन। हामी 50% मात्रै किन खोज्ने? यदि मधेसको मान्छे योग्य छ र सक्षम छ, त्यो ठाउँको र त्यो स्थानको लागि योग्य छ भने 60% 70% पनि हुनसक्छ। योग्य छैन भने अन्तको एउटा हरेक क्षेत्र, हरेक एउटा चाहिँ हुन्छ, त्यो विज्ञको आधारमा एउटा भनौँ न, एउटा चाहिँ त्यो अहिलेको परिस्थितिमा एउटा चाहिँ भनौँ न एउटा त्यसलाई मिलाउने क्रममा अब त्यो होला। र मलाई लाग्दैन त्यस्तो कि छँदै छैन। अब कहिलेकाहीँ बेसी हुन्छ, कहिलेकाहीँ कम हुन्छ, तर मलाई लाग्दैन कहीँ कमी भए पनि अब आउने नियुक्तिमा, अब आउने मन्त्री परिषदमा त्यो फुलफिल हुन्छ, मलाई विश्वास छ। तपाईँकै पार्टीको एउटा मधेसकै ठुलै नेता मातृका प्रसाद यादव केही दिन समाचारमा सुनिएको थियो
केही प्रुफ सहित कि अलगै पार्टी गठन गरिरहेको छ भनेर कतिको थाहा छ तपाईँलाई? यो पनि एकदम गलत कुरा हो, गलत समाचार हो। मलाई उहाँसँग मैले व्यक्तिगत रूपमा यो बारेमा त कुरा गरेको छुइनँ, तर मलाई के थाहा छ भने अहिले हाम्रो पूर्व एमाले र पूर्व माओवादी एउटा एकीकरण भइरहेछ। एकीकरण भएको भने अब हामी अधिवेशन गर्दैछौँ भनेपछि अब अधिवेशन गर्न पहिलो हाम्रो कर्तव्य, पहिलो पार्टीको काम भनेको सङ्गठित सदस्यको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। सङ्गठित सदस्य भनेको पार्टीले जिल्लामा हिजो काम गरेका व्यक्तिहरूलाई एउटा साधारण सदस्य हुन्छ, एउटा सङ्गठित सदस्य हुन्छ। त्यो सङ्गठित सदस्य चाहिँ अब अहिले चाहिँ रिनो गर्ने, त्यसको चाहिँ व्यवस्थापन गर्ने काम भइरहेको छ। उहाँले चाहिँ पूर्व माओवादीका साथीहरूको त्यो पहिलाको सङ्गठित सदस्यहरूको चाहिँ त्यो समायोजन गर्ने, रिनो गर्ने काम गर्नुभएको हो र उहाँले अर्को पार्टी खोल्न त्यो गर्नुभएको होइन। यो गलत कुरा हो, यसलाई हामी खण्डन गर्छौँ। अनि एउटै धार लिएर हिँडेको विप्लव अहिले वैध अहिले बेग्लै हिँडिरहेछ, किन भन्दा? अब यस्तो छ, अब हामी लोकतान्त्रिक समाजवाद भनेका छौँ हामी, होइन? हामी अहिले गणतन्त्रमा भनेका छौँ। अब पार्टी खोल्ने अधिकार छ, होइन? अब कसैले आफ्नो किसिमको विचार लिएर हिँड्ने अधिकार छ, तर के छ भने त्यो पक्षसँग पनि सहकारी वार्ता भइरहेको छ। समय आएपछि ती पार्टीहरू पनि मूलधारमा आउने हामीले विश्वास लिनुपर्छ। त्यो किसिमको नेकपाले पहल गर्दैछ। समग्रमा भन्नुपर्दा यहाँको सरकार गठन भएको अहिले 3-4 वर्ष पुग्न आँट्यो। के विकास गर्यो त देशमा? देश जनतालाई भन्नुपर्दा ल मेरो सरकारले यो 3 वर्षमा यति गर्यो। जनताको आकाङ्क्षा धेरै छ, तर के छ भने सरकारले आफ्नो किसिमले काम गरेको छ। जनता अहिले पनि धेरै सन्तुष्टि छैन, असन्तुष्टि धेरै छ, तर त्यसलाई चिर्ने काम हुँदैछ। त्यसलाई हामीले सरकारले आफ्नो किसिमले काम अगाडि बढाएकै छ। विभिन्न तथ्याङ्कले त्यो रिजल्ट पनि देखाएको छ। र तापनि हामी चाहिँ हाम्रो पार्टीले एकदमै सबै काम गरेको छ, राम्रो गरेको छ, गल्ती गरेको छैन भन्ने पक्षमा छैनौँ। काहीँ गल्ती भएको होला, त्यो गल्तीलाई सच्याएर अब जनतालाई आशा र भरोसाको नटुङ्गे, आशा र भरोसालाई पुग्ने गरी अझ सरकारले काम गर्न बाँकी छ र अझ अलिकति मेहनत गरेर अझै हामी आधा समय बित्यो, आधा समय बाँकी छ अझै। अब अलिकति यसमा चाहिँ अब सरकारको काम नदेखिनुमा चाहिँ हाम्रै पार्टीभित्रका साथीहरूले, हाम्रै पार्टीका नेताहरूले जनतासम्म चाहिँ पार्टीले गरेका काम, सरकारले गरेका राम्रा काम, होइन, त्यो चाहिँ जनतामा पुर्याउन नसकेको कारणले पनि अलिकति यो छायामा परेको हो। र यसलाई अलिकति त्यो किसिमको चाहिँ पार्टीका नेताहरूले अब माननीयज्यूहरूबाट, माननीय मन्त्रीज्यूहरूबाट त्यो किसिमको चाहिँ अलिकति जनताको पक्षमा या जनता समाज हामीले गरेका राम्रा काम फेरि लाने त्यो किसिमले चाहिँ काम गर्नुहुन्छ। र मलाई लाग्छ तपाईँले उठाएको कुरा अलिकति जनता अलिकति अविश्वास, जनताले चाहिँ निराश किसिमको छ, आकाङ्क्षा ठुलो छ जनताप्रति। त्यस कारणले यो पार्टीले अब यो 2 वर्षमा त्यसलाई चाहिँ नबिराइकन, गल्ती नगरिकन सरासर जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता छ। पहिले आरोप लगाइन्थ्यो कि मधेसवादी दलहरूले साथ दिँदैन भनेर, खास गरी भारतको कुरा आउँदाखेरि। तर जहाँ सीमाको विवाद, लिपुलेख लगायतको जुन भूमिहरू छ त्यसको विवाद आएको थियो, त्यो समयमा सम्पूर्ण दलले एक भएर साथ दिएको थियो। तर पनि अहिले पनि सीमा विवाद ज्योको त्यही कायम छ। किन सरकारले अहिलेसम्म के गर्न सकेन? सरकारले गरिरहेछ। सरकारले चाहिँ तपाईँको सीमा विवादको चाहिँ एउटा त्यसको विज्ञहरूको टोली गठन गरेको थियो, त्यसले पनि अहिले रिपोर्ट दिइसकेको छ। सरकारले भारतसित जुन वार्ता गर्ने क्रममा हामीले नोटिस पठाइरहेको छ, त्यो पहल गरिरहेको छ। अब र अझ म के भन्न चाहन्छु भने सीमा जस्तो विवादमा सबै पार्टी एकमुष्ट भएर जुन एउटा चाहिँ आफ्नो सीमाको पक्षमा, नेपालको पक्षमा, एउटा चाहिँ देशको पक्षमा एउटा देखाएको एकता छ, त्यो चाहिँ साँच्चै गौरव गर्न लायक छ, होइन? त्यसलाई चाहिँ हामी विपक्षी पार्टीहरूलाई पनि हाम्रा नेताहरूले धन्यवाद दिइसक्नु भएको छ। मैले सम्पर्क मञ्चको तर्फबाट पनि उहाँहरूलाई धन्यवाद, उहाँहरूको चाहिँ आभार व्यक्त गर्न चाहन्छु सबै पार्टीप्रति। र सरकारले गरेको छैन भन्ने होइन, गरिरहेको छ। अब रिजल्ट आउनु बाँकी छ, त्यो प्रयासमा छ।
अनि गरिराखेको छ भन्नुहुन्छ। हिजै चाहिँ रका जुन प्रमुख हो भारतको त्यो हाम्रो प्रधानमन्त्रीसँग भेट गर्नुभयो नि त। अब यसलाई पनि तपाईँले सकारात्मक रूपमा सोचौँ न हामीले, यसलाई नकारात्मक रूपमा किन सोच्ने? सकारात्मक रूपमा सोचौँ, प्रधानमन्त्रीसँग रहेको एजेन्टले भेटेर पनि यदि वार्ता हुँदैछ कि भोलि हाम्रो पक्षमा रिजल्ट आउँछ कि, यसलाई सकारात्मक रूपमा लिउँ। जनताले सोध्न सक्छ नि आखिर कुन विषय यस्तो भयो जुन रका जुन प्रमुख हो सिधा डाइरेक्ट प्रधानमन्त्रीसँग कुराकानी भयो, के कुन विषय हो त्यस्तो, कुन विषय? अब त्यो मलाई अनभिज्ञ भएको हुनाले मैले यो विषयमा मलाई थाहा पनि छैन, मलाई नभन्नुहोस्, तर यसलाई पनि हामी सकारात्मक रूपमा लिन सक्छौँ। टुडे टक के निर्धारित समय सीमा समाप्त भ गेलै। अहिना आरो एपिसोड समय बातचीत करबेटा करब। आजुक लेल हमरा सबक नेपाल कम्युनिस्ट पार्टी धनुषा काठमाडौँ संपर्क मंच के अध्यक्ष किरण बहादुर कार्की संग विदा मांगित हम विदा लेवा चाहब। नमस्कार।